So hey guys, good morning and good morning. Welcome back to my new another vlog. I hope you guys are fine. हामीहरु चाहिँ बिहान कति बजे 5:30 बजेतिर निस्किहाल्यौं है। लाइक हुन्छ नि कहिले कहिले त्यो भाषाले पनि प्रब्लम हुँदै रहेछ कि हामीहरु चाहिँ यतिरको भाषा चाहिँ लाइक कुन हाम्रो कुन ल्याङ्ग्वेज बोल्छ मैथिली है मैलवार ए मैलवार हो। सो अलराइट हामीहरुलाई चाहिँ त्यो भाषा चाहिँ आएन। हाम्रो बाजेले चाहिँ एकदिन खै के भन्नुभयो त्यो त थाहा भएन। अब हामीहरुलाई चाहिँ हल्का नराम्रो भन्यो जस्तो लाग्यो, त्यही भएर चाहिँ हामी निस्किहाल्यौं। त्यस्तो के अब कहिले कहिले ल्याङ्ग्वेजले चाहिँ हल्का प्रब्लम हुँदो रहेछ भन्ने कुरो चाहिँ आज आएर थाहा भयो कि हैन। सो ठिक छ, हाम्रो बाजेले चाहिँ बरु कहाँ हो के हो कस्तो भन्नु खोजेर रहेछ। सो ठिक छ, हामीहरु चाहिँ अब निस्किहाल्नु पर्ने हुन्छ। अगाडि गएर चाहिँ अलमोस्ट 6-7 बजेतिर चाहिँ खुलिहाल्छ अरे हाम्रो लुम्बिनी पनि। सो तपाईहरुलाई देखाउँछु अब चाहिँ लुम्बिनी। सो गाइज हाम्रो चाहिँ बिहानको नास्ता टक्क खानुपर्ने हुन्छ। हाम्रो काको पनि बिहानै, तर यतातिरको मान्छे एकदम बिहानै उठ्नु हुँदो रहेछ कि। हाम्रो पनि त्यहाँ बिहान त्यतै 5 बजेतिर उठिहाल्नु हुँदो रहेछ कि। अहिले त 5:30 बजे यहाँ पुग्छौँ दोकानमा। ओ माय गॉड। अलराइट गाइज, अहिले चाहिँ हामीहरु चाहिँ लुम्बिनीको 5 नम्बर गेटमा छौँ भनेपछि हामीहरु चाहिँ बिहान 5-6 बजे बिहानै आएर चाहिँ अहिले चाहिँ हामीले काहीँ पनि गानु सब हाम्रो दुवैजनाको भ्लग एडिट गर्नुपर्ने थियो। अनि यतातिर हामी हेर्दाखेरि चाहिँ अघि चाहिँ हैन यहाँ चाहिँ 29 डिग्री मात्रै थियो, अहिले चाहिँ अलमोस्ट 5 डिग्री बढिसक्यो कि। 36 अलमोस्ट 5-6 डिग्री भन्दा पनि 7 डिग्री बढिसक्यो कि। आम्म 36 डिग्री भइसक्यो। गर्मी चाहिँ होइन, दिउँसो चाहिँ यहाँ 40-42 डिग्री हुन्छ अरे कि। सो आज चाहिँ घाम चाहिँ वाइड लाग्ला जस्तो छ। त्यो हाम्रो काकुलाई चाहिँ मैले के भन्दा चाहिँ अब चाहिँ हामीहरू जानुपर्ने हुन्छ। सो गाइज अहिले चाहिँ तपाईँहरू लुम्बिनीमा हुनुहुन्छ। लाइक हामीहरू चाहिँ माथि 5 नम्बर गेटबाट गइरहेको थियौँ होइन। लाइक उताबाट चाहिँ तपाईँको भित्र चाहिँ कुनै पनि हाम्रो भेहिकल्सहरू चाहिँ अलाउड छैन रहेछ कि। सबैजनाले पैदल जानु पर्दो रहेछ। अनि जो सब यतातिर चाहिँ पार्किङ छ नि त, हामीहरू यताबाट फेरि उता 5 नम्बरको माथि मेन लुम्बिनीको जहाँ हाम्रो भगवान् गौतम बुद्ध जहाँ लाइट अफ द एसिया जहाँ जन्मिनु भएको थियो नि त, हामीहरू चाहिँ त्यहाँ जानेवाला छौँ भनेपछि तपाईँहरूलाई सब देखाउँछ कि कहाँ कहाँ हुन्छ के हुन्छ। तपाईँहरूलाई यदि फोटो हेर्नु चाहनुहुन्छ भने हाम्रो 50 हेर्नु होला भनेपछि फुल भिडियो चाहिँ अब हामी तपाईँहरूलाई हालिहाल्छ युट्युबमा। सो यतिर चाहिँ बाटो चाहिँ यो चाहिँ सो गाइज अहिले चाहिँ तपाईँहरू हुनुहुन्छ हाम्रो देश नेपालको एकदम नै शान्तिपूर्ण ठाउँ है लुम्बिनी। ओ भाइ गाज, म चाहिँ तपाईँहरूलाई बाहिरैबाट सबै कुराहरू देखाउँछु है। हामीहरू चाहिँ 4 नम्बर गेटबाट छिरेर अगाडि 5 नम्बर भन्ने ठाउँ जान्छौँ है। उता चाहिँ मेन भनेको 5 नम्बर गेटबाट जानु पर्दो रहेछ कि। हामी चाहिँ यताबाट जान्छौँ है। गाइज यतातिरको मौसम चाहिँ तपाईँहरू हेर्नु सक्नुहुन्छ, एकदम खतरनाक छ है। लाइक हामीहरू चाहिँ बिचमा छ भनेपछि यता चाहिँ तपाईँको ताल छ भनेपछि फेरि यता पनि ताल छ है। गाइज हेर्नु सक्नुहुन्छ, अगाडि चाहिँ फेरि हामी कति अगाडि चाहिँ हामी हिँडेर एकछिन फेरि अगाडि जानुपर्ने हुन्छ है। सो गाइज हामीहरू चाहिँ जुत्ता चाहिँ बाहिर राख्नुपर्ने हुन्छ। यहाँ पुरै गनाउनु हुन्छ, गनाउनु हजारमा खै हामी चाहिँ खाली खुट्टाले जान्छौँ है भित्र चाहिँ। ओफो खतरनाक बस्न आउला छ। आम्मा पुरै खुट्टा कस्तो अर्कै भएन हाम्रो चाहिँ यार। हामी चाहिँ यहाँ राख्छौँ है। ल कसैले लिए पनि मतलब छैन, हाम्रो जुत्ता चाहिँ यहाँ छ। ल हाम्रो म्यामले पनि खोलिसक्यो। सुन्नुहोस् गाइज, अब हाम्रो चाहिँ लाइक गोप्रो चाहिँ भित्र चाहिँ के भन्नु छ हेरमै सायद कति 1000 रुपियाँ भन्दै हुनु। त अब हामीहरू 1000 रुपियाँ नहुने मान्छेले चाहिँ कहाँ गोप्रोहरू युजै गर्दैन भन्नु पर्ला। पछि तपाईँहरू बरु हाम्रो गोप्रो चेक गरेर भन्नु पर्ला होइन। सो चाहिँ अब चाहिँ हामीहरू चाहिँ भित्र जान्छौँ है। हाम्रो कति धेरै मान्छेहरू आउनु हुँदो रहेछ कि। त गाइज फाइनल्ली वी गट इट है, लुम्बिनीमा पनि पुग्यो। ओ भाइ साहब शान्त एकदम नै, कति शान्त ठाउँ छ यहाँ त। जोस् मेरो चाहिँ जोस् एउटा इच्छा थियो होइन, लाइक हाम्रो भगवान् गौतम बुद्ध जन्मेको ठाउँ हेर्नु। खेल्यो भाइ, यति धेरै विदेशीहरू आउनु भयो नि यहाँ चाहिँ। सो यहाँ हेर्नु चाहिँ के भन्नुभएको छ, हाम्रो पञ्चशिला अनुसरण गरौँ है भने चाहिँ पञ्चशील अनुसरण गर। म प्राणघात गर्ने काम छोड्ने सिल राम्ररी पालना गर्छु। ओ माइ गड, यति धेरै चाहिँ यहाँ छ सिलहरू चाहिँ हाम्रो चाहिँ गौतम बुद्धको छ है। हामीसँग चाहिँ अब चाहिँ हामी तपाईँहरू चाहिँ अगाडि जान्छौँ। जस एउटा मेरो मनमा हुटुटी थियो कि मैले चाहिँ भगवान् गौतम बुद्ध जन्मेको ठाउँ चाहिँ हेर्न पाऊँ कस्तो छ के छ भनेर चाहिँ, त्यो चाहिँ मलाई हेर्न एकदम नै म चाहिँ आतुर थिएँ होइन। जस देखेँ एकदम नै सन्तुष्टि भयो। अब चाहिँ हामी अगाडि जान्छौँ है। गाइज तपाईँहरूलाई देखाउँछु के छ अरू। यो चाहिँ फेरि स्वयं भगवान् गौतम बुद्ध यहाँ आउनुभएको। अलराइट गाइज, बुद्ध जयन्तीको दिन शुभारम्भ भएको अवस्था यहाँ चाहिँ हेर्नु लाइक निःशुल्क भोजन रहेछ कि। अब हामीहरूको लागि चाहिँ एकदमै राम्रो कुरा रहेछ यो चाहिँ। सो मलाई चाहिँ लास्ट भोक लागेर चाहिँ हामीहरू चाहिँ आज चाहिँ 6 दिन भयो नि त हामीहरू यात्रा गर्न लाग्यो। हामीहरू चाहिँ थोरै खाएर जानुपर्ने हुन्छ कि, दानपेटीमा रहेछ त। भात खानु मिल्दैन है, त्यही त आफै हाल्ने हो।
त्यही त राइट हामीहरू चाहिँ साइकल यात्री हो कि सुन्नुभयो हामीहरू चाहिँ साइकल यात्री हो कि आज हामीहरूलाई 6 दिनमा हामी पश्चिमबाट आएको त्यही भएर एकछिन बस यहाँ अब हामीहरू आउँदा आउँदै टक्क देखिहाल्यो भगवान् लास्ट लाग्थ्यो हामीहरू चाहिँ एकदम लिमिटेड बजेट आएको थियौँ त्यही भएर चाहिँ हुन्छ नि है हामी 2 जना मात्रै हाम्रो म्याम चाहिँ खानाको लागि त्यो चाहिँ आतुर छ फेरि सौराट अब चाहिँ टक्क खाना यो चाहिँ एकदम नै राम्रो व्यवस्था गरे है थ्याङ्क यू फर अल है लुम्बिनी बासिन्दाहरूले चाहिँ यो चाहिँ एकदम राम्रो गरे है ल गाइज तपाईँहरू अहिले चाहिँ हेर्नु है हामीहरू चाहिँ लुम्बिनीको एकदमै पवित्र भनौँ न अब हाम्रो चाहिँ खाना खाइरहेछौँ है थ्याङ्क यू उता गएर खाने सो गाइज ल धन्यवाद ल हामी उतै माझेर आउँछौँ हामीहरू आफै सौराट गाई चाहिँ तपाईँहरू चाहिँ आफै खाएर आफै भाँडा माझ्नुपर्ने हुन्छ फेरि यति धेरै खाना पाउनु भनेको भाग्यमानीको कुरा हो तपाईँहरू पनि आउनै लुम्बिनीको भात खाना यस्तो मिठो जस्तो बास्ना पनि अर्कै आउँछ यार आमा गुड यहाँ बस्छौँ हामी चाहिँ टक्क खाना खाइहाल्नुपर्छ कि भोक पनि लास्टै लाखा सो गाई अब चाहिँ हाम्रो चाहिँ खाना खाने पालो लाइक यो चिम्मे चाहिँ चबाइला जस्तो लाग्दो कि म चाहिँ यो चिम्मेले चाहिँ खान्न म चाहिँ हातले खान्छु सरी फर द्याट मिठो छ सो गाइस यो भात चाहिँ मैले होइन अब तपाईँ भनेपछि पत्तर मान्नु होला मैले चाहिँ 1 मिनट पनि लागेन कसम यति धेरै ग्याप हाँडी गप्पै खाइदिएँ मैले चाहिँ होइन अब त्यहाँ हात त्यही थाल धुनुपर्ने हुन्छ आफै होइन फ्रीमा खाएको फ्रीमा कहाँ हुन्छ थाल धुनुपर्ने होइन सो थाल धुनुपर्छ सो गाइज अहिले चाहिँ अब हामीहरू चाहिँ भित्रको मेन हाम्रो भगवान् सिद्धार्थ जन्मेको ठाउँबाट चाहिँ बाहिर आइसक्यो भनेपछि तपाईँहरू हेर्न सक्नुहुन्छ है वाइ रमाइलो अब चाहिँ हामी थोरै अगाडि जान्छौँ है यता अरू के छन् हामीहरू चाहिँ सब हेर्नेवाला छौँ है तपाईँ ओ माई गॉड अहिले तपाईँहरू कहाँ हुनुहुन्छ साथीहरू लुम्बिनीहरू त कस्तो राम्रो यति ठुलो कस्तो खतरा आर्किटेक्चर छ नि आमामा तपाईँहरू कस्तो लागिरहेको मलाई चाहिँ देखेर चाहिँ एकदम नै खुसी लागिरहेको है आज अहिले चाहिँ हामीहरू चाहिँ विश्व शान्ति स्तूपनिर छौँ है तपाईँहरूलाई हामी पछि देखाउनेवाला छ यताभित्र गएर है जानु चाहिँ भित्र चाहिँ भिडियो सिडियो गर्न पाउँदैन जस्तो लाग्छ मलाई चाहिँ है जस्तो एकछिनपछि हामी त्यहाँ चाहिँ जान्छौँ है म चाहिँ एकछिन रेस्ट गर्छ यहाँनिर चाहिँ खतरा चिसो हावा आउँछ होइन चिसो छ कि एकछिन मस्तले बसेर म त अति गर्मी भयो क्या खतरनाक कहाँबाट कहाँ बिर्सिने रहेछ यार म त हामीहरू चाहिँ कहीँ थाहै हुँदैन कि यताबाट उताबाट यता यहाँनिर चाहिँ वाइल्ड चिसो छ म चाहिँ एकछिन पल्टिन्छु एकछिन न हामी जानुपर्ने हुन्छ गाइज आजको दिनको चाहिँ लास्ट हुनसक्छ यो चाहिँ विश्व शान्ति स्तूपा चाहिँ है तपाईँहरू चाहिँ हामीहरूलाई चाहिँ तपाईँहरूलाई चाहिँ विश्व शान्ति स्तूपा देखाउँछ कि तपाईँहरू हेर्नु ओ भाइ गॉड यति धेरै ठाउँ छ कि लुम्बिनीमा अब तपाईँहरू एक दिनमा कति यताउति जाँदै पागल भइजानु हुन्छ कि खतरनाक राम्रो ठाउँ छ कि मन्दिरभित्र छ शान्त भ्रमण गर्नुहोस् सो गाइज हामीहरूले चाहिँ लुम्बिनीको चाहिँ अब उसरी हुन्छ नि मेन ठाउँ चाहिँ सबै घुमिसक्यौँ है अब चाहिँ हामीहरू चाहिँ जानेवाला छौँ पर्सा जिल्लामा पर्सामा चाहिँ के छ कस्तो छ अगाडि चाहिँ हामीहरू त भन्नेवाला चाहिँ तपाईँहरूलाई चाहिँ के छ हामी देखाउँछौँ है तपाईँहरूलाई कस्तो लाग्यो यतातिरको वातावरण है तपाईँहरू पनि आउनुपर्छ मस्तले लुम्बिनी चाहिँ जे होस् हामीहरूले चाहिँ सबै ठाउँ घुम्यौँ है लुम्बिनीको हामीहरू चाहिँ बुटोलको बाटो नभएर भित्रबाट चाहिँ गइरहेछौँ है अब हामी कहाँ पुग्छौँ तपाईँहरूलाई देखाउनेवाला नै छौँ है यस्तो वाइल्ड गर्नु छ नि होइन पुरै साइकलमा बस्दा चाहिँ हाम्रो मेरो चाहिँ पुरै बस्नै गाह्रो भइरहेको एकदम जबरजस्तीले मैले चलाइरहेको मलाई चाहिँ होइन साइकल चाहिँ नगएको चाहिँ लास्ट गाह्रो छ यत्रोको चाहिँ रोड चाहिँ एकदमै राम्रो छ त्यही खुसी लागिरहेको है परासी भन्ने ठाउँमा पुग्नु छ एकछिनपछि हामीहरू साइड है गाइज अहिले चाहिँ हामीहरू चाहिँ लुम्बिनीबाट फेरि हाम्रो पूर्व पश्चिम राजमार्गमा पुगिहाल्यौँ है यो चाहिँ घुमै हामीहरू चाहिँ अहिले घुमै भन्ने ठाउँ छौँ है अब चाहिँ कहाँसम्म पुगिन्छ हामी हेर्नुपर्ने हुन्छ सो लेट्स सी गाइज सो अलराइट गाइज अहिले चाहिँ हामीहरू चाहिँ नवलपरासी भन्ने जिल्लामा छु भनेपछि होइन लाइक हामीहरूले चाहिँ लाइक अलमोस्ट 6 दिन भयो 6 दिनपछि आज हामीहरू चाहिँ बल्ल नुहाएको छौँ है एकदम फ्रेस लागिरहेको छ हाम्रो साइकलहरू चाहिँ यहाँ चाहिँ पुरै हाम्रो सामानहरू चाहिँ यहाँ छ फेरि हामीहरू चाहिँ लुगाहरू उता पल्तिर चाहिँ घाँस सुकाउन हालेछौँ कि है सायद आज राति सुत्छौँ हेरौँ हामीहरू चाहिँ यहाँ सुत्छौँ कहाँ सुत्छौँ है तपाईँहरू हामी देखाउने भए चाहिँ पछि टेन्ट लगाएपछि होइन
गाइज हाम्रो साइकलहरू चाहिँ यहाँ छ एउटा साइकल चाहिँ यहाँ छ भनेपछि अर्को साइकल चाहिँ यहाँ छ होइन अनि हाम्रो चाहिँ टेन्ट चाहिँ यहाँ छ है तपाईँहरू हेर्नु सक्नुहुन्छ यस्तो खतरनाकसँग टेन्ट लाग्छ सायद यो चाहिँ एउटा के छ सब्जी मन्डी छ है बुधबारतिर चाहिँ लाग्छ होइन हाम्रो लुगाहरू चाहिँ टन्न उतातिर हामीहरूले धोइ हालिसक्यो अघि नै भनिसकेँ सो अब चाहिँ हामीहरू सुत्नुपर्ने हुन्छ गाइज है लाइक अब यो चाहिँ यो पनि राम्रोसँग बाँध्नुपर्ने हो हामीहरू चाहिँ बाँध्छु म चाहिँ अहिलेसम्म हाम्रो म्याम चाहिँ भित्र सुतिसक्यो त्यो चाहिँ मच्छर आउँछ भने चाहिँ मच्छर धुन राख नि त आमा पुरै आफ्नो भ्लग एडिट गर्छ त्यो चाहिँ सो यो त एकैछिन खोल्नै हुँदैन फेरि मच्छर वाइल्ड झित्रभित्र चाहिँ सो तपाईँहरू हाम्रो भ्लगहरू चाहिँ कस्तो लागिरहेको है हामीहरू म चाहिँ खानाको लागि हुन्छ खाना हुँदा अब त्यो खाजा खाँदै हामीहरू चाहिँ अघि चाउमिन त्यो चाहिँ मैले भ्लग चाहिँ गरेँ है सो थ्याङ्क यू फर वाचिङ आवर भ्लग टिल द इन्ड गाइज है ओके बाई बाई गुड नाइट टेक केयर गाइज